संस्था आजको दिनसम्म आइपुग्दा विविध कठिनाइहरू नबेहोरेको होइन। वर्तमान कार्य समिति गत भाद्र 21 गते सम्पन्न भएको निर्वाचन सहितको 17औं साल सभाबाट निर्वाचित भएर कार्य समितिको पहिलो बैठक मात्र सम्पन्न गरेका थियौँ। भाद्र 23 र 24 गतेको दुःखद जेएनजी प्रदर्शनका कारण संस्थाको फर्निचर, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, पङ्खा, झ्याल ढोका, एम्बुलेन्स, मोटरसाइकल, हिसाब किताब लगायतका महत्त्वपूर्ण कागजहरू समेत गरी प्रहरीको मुचुल्का अनुसार करिब 25 लाख बराबरको क्षति बेहोर्नु परेको छ। हामी शून्यमा पुग्यौँ, तर पनि हाम्रो कार्य समिति र कार्यरत प्रहरीहरूले दिनरात भोग तिर्खा नभनी यस पटकको स्थानीय निकाय, विभिन्न संस्था, महिला समूह, टोल सुधार समिति, क्लब सल्लाहकारजीहरू, मानवता सहयोगीहरू, बुद्धिजीवीजीहरू, पदैन सहयोगीहरू सँगको भेला बहस छलफलपछि सहयोगको अपिल गर्ने निर्णय गरियो र आज पहिलाको भन्दा सुविधा सम्पन्न भवन पुनर्निर्माण गर्न सफल भएका छौँ। यस अवसरमा मेरो सिङ्गो कार्य समितिको तर्फबाट नगद तथा जिन्ती सहयोग प्रदान गरी हौसला दिनुहुने सहयोगी दाताहरूप्रति आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु। संस्थालाई पुनर्जीवन दिई आफ्नो उद्देश्य कार्य सम्पादन गर्न भौतिक तथा आर्थिक सहयोग पुर्याउनु हुने सम्पूर्ण दाताहरूलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको। आर्थिक तथा जिन्सी सहयोग पुर्याउनु हुने सहयोगी दाताहरूको चिरकालसम्म स्मरण गराई राख्ने उद्देश्यले र रु 5000 भन्दा माथि सहयोग गर्नुहुने सदस्य दाताहरूको नाम ताम्रपत्रमा अभिलेखीकरण गराउने र प्रमाणपत्र प्रदान गरी सम्मान गरिने व्यवहार समेत अनुरोध गर्न चाहन्छु। अन्त्यमा यस संस्थाको प्रगति उद्देश्य पुरा गर्न भविष्यमा पनि यहाँहरूको सक्रियता र सहयोग अविच्छिन्न रहनेछ भन्ने आशा व्यक्त गर्दै आजको यस विशेष कार्यक्रममा व्यस्तताको बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरी गरिमामय जनाइदिनु भएकोमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। सुस्वास्थ्यको भन्दै आजको स्वागतम मन्तव्य यही अन्त्य गर्छु। जय सामुदायिक। धन्यवाद। आमा म त खरानीमा पुरिएको थिएँ। आगोको कोइलासँगै पुरिएको थिएँ। बाँच्ने आशै झिनो भइसकेको बेलामा यमराजले बस भन्नुभयो, पढुवा भएँ। बाँच्ने आशै झिनो भइसकेको बेलामा यमराजले बस भन्नुभयो, म त बढुवा भएँ। अब 2 म प्रहरी जनताको सुरक्षा गर्ने साथी, सधैँ लगाउनु राम्रो दृष्टि हामीमाथि। जिम्मेवारीको ठुलो भारी बोकेर काँधमा अनगिन्ती दुःख कष्ट बोझ टाउका माथि। अब 3 नेपाल प्रहरी जनताको साझेदारी, हातमा हात मिलाएर बनाउँ सधैँ इमानदारी। आगोले जल्दै रहेको बाँकी शेषहरू खोजबिन यहाँ राख्दैछौँ संरक्षण गरी। अब 4 लास्ट। आमा हाम्रो पनि त मुटु छ, ढुङ्गाको होइन। नगर्नु हत्या हिंसा, कुनै रिस राग छैन। सायद कहिले नआउन् दुःखका दिनहरू, अङ्ग ढाक्ने चोली
दिन सक्ने भएन, अङ्ग ढाक्ने चोली दिन सक्ने भएन। आमा म त खरानीमा पुरिएको थिएँ, आगोको कोइलासँगै पुरिएको थिएँ। आङ ढाक्ने चोली दिन सक्ने भएन, आङ ढाक्ने चोली दिन सक्ने भएन। हस्, धन्यवाद। यसै सँगसँगै उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण सङ्घ संस्था आमा बुबा दाजुभाइ दिदीबहिनी प्रमुख मतवासी सम्पूर्णमा मेरो बिहानीको नमन गर्दै मेरो भनाइ यहीँ विराम गर्छु। नमस्कार, धन्यवाद। अब उपत्यकाको सुरक्षाको जिम्मा लिएर बसिरहनु भएको वरिष्ठ प्रहरी अतिरिक्त महानिरीक्षकलाई ल्याउनु भएको छ। बिहानभरि मान्छेहरू चाहिँ आसन ग्रहण गराउँदै गर्दै यहाँ बिहान बिताइदिनु भएको छ। यो चाहिँ कार्यक्रमलाई अलिक सुधार गर्नुपर्छ। प्रधानमन्त्रीले त अहिले क्याबिनेट मिटिङ त 10 मिनट 15 मिनटमा सिद्ध्याउन थाल्नुभयो भने अनि हामी चाहिँ घन्टौँ घन्टा एउटा कार्यक्रमलाई समय खेर थाल्यो भने के हुन्छ? हामी काममा जानु पऱ्यो, एक्सनमा जानु पऱ्यो। यो मान्छे थोपार्ने भाषण गर्ने केही अर्थ लाग्दैन। यसले यो कार्यक्रम गरे नगरेसँग केही अर्थ हुँदैन। त्यसले गर्दा कार्यक्रम एकदम छोटो बनाउने, के कार्यक्रम हामी कुन विषयमा प्रवेश गर्नुपर्ने हो त्यो विषयमा प्रवेश गरेर त्यसलाई छिटोभन्दा छिटो टुङ्ग्याउने काम गर्नुपर्छ र हामी काममा लाग्नुपर्छ भन्छ। यो हिजोको जेएनजी आन्दोलनबाट पनि हामीले यी कुराहरू सिक्नुपर्छ। यही कारणहरू हिजो जेएनजी आन्दोलन हुनका पनि भत्किना फोर्ना जलाउना कामहरू पनि यही कारण हो। हाम्रो ढिलासुस्तीपन र अल्छीपन, यसले गर्दाखेरि यस्ता कार्यक्रमहरूलाई एकदम छोटोभन्दा छोटो गर्ने हामीले बानी बसालौँ। यसले गर्दा संस्था पनि राम्रो हुन्छ, मान्छेका समय पनि त्यतिकै खेर जाँदैन। बिहान 7 बजे 7:30 बजे बोलाउनु भएको छ, 9 बजीसम्म आसन ग्रहण गराउनुहुन्छ। अनि कसरी हामी काममा फर्किन सक्छौँ? त्यसले गर्दा यो अहिले जुन भवन निर्माण त होइन, यो भवन त पहिल्यै बनिसकेको थियो। अस्ति जेएनजी आन्दोलनपछि यसलाई चाहिँ पुनर्निर्माण गर्नलाई जो साथीहरूले सहयोग गर्नुभयो उहाँहरूलाई फेरि पनि म धन्यवाद र बधाई दिन चाहन्छु। यो निरन्तर यो संस्था भनेको आर्थिक रूपमा सम्पन्न संस्था होइन। यसलाई चाहिँ तपाईँ हामीलाई सहयोगले, तपाईँ हाम्रै डोनेसनबाट नै चल्ने संस्था भएको हुनाले यसको बजेट काहीँ पनि केही पनि छैन। र यसको त म अहिले अतिरिक्त महानिरीक्षक पनि हुनुहुन्छ, यसको सम्बन्धन पनि छैन। यो हामी कोसँग एफिलिएटेड छौँ भने पुलिससँग भने पुलिस पठाइदिनु भएको छ, तर यसका चाहिँ विभिन्न नियम ऐनहरू केही पनि छैनन्। यसलाई पनि उहाँहरूले चाहिँ एउटा चाहिँ कम्तीमा पनि एउटा ऐन बनाउने काम चाहिँ गरिदिनु भयो भने यो सामुदायिक पनि एउटा प्यारलाल सुरक्षाको एउटा प्यारलाल सङ्गठन बनेर जान्छ। र यो एक वडामा एउटा नगरमा एउटा केन्द्रीय चाहिँ सामुदायिक सेवा केन्द्र भयो भने कम्तीमा पनि प्रहरी बिनाको पनि वडामा पनि यो सुरक्षासँग सम्बन्धित एउटा समिति गठन गर्न सक्यो भने सुरक्षालाई अझ विशेष त मद्दत पुग्छ भन्ने मलाई लाग्छ। यसको उद्देश्य भनेकै समाजमा रहेको विकृति र विसङ्गति निर्मूल गर्नको लागि हामीले गर्नुपर्ने कर्तव्य के हो भने त्यसको सूचना हामी आफै एक्सनमा जाने होइन। हामीले त्यो सूचना चाहिँ प्रहरीलाई प्रवाह गरिदिने र प्रहरीले आफ्नो एक्सन नगरेर त्यसलाई नियन्त्रण लिनुपर्ने हो कि कानुनी कारबाही गर्नुपर्ने के हो, त्यतातिर जाने संस्था हो। हामी आफै चाहिँ एक्सनमा जान सक्दैनौँ। यो कुरा पनि संस्थाका पदाधिकारी लगायत सहसचिवहरूले बुझ्नुपर्ने हुन्छ। त्यसले गर्दा यसलाई चाहिँ प्रत्येक वडामा वडा स्तरीय यसलाई विस्तार गरौँ र त्यहाँ प्रहरी जानैपर्छ भन्ने छैन। यहाँ प्रहरी बस्छ, बोलाएर यहाँ यस्तो समस्या छ भन्यो भने त्यो कुरा यहाँ जानकारीमा आउँछ। जानकारीमा आयो भने प्रहरीलाई त्यो रिले गर्न सजिलो हुन्छ र अपराध न्यूनीकरण पनि हुन्छ। र यहाँ चाहिँ अब सीसी क्यामेराको बारेमा पनि म बताउँ अलिकति छोडिदिन्छु। यो तपाईँहरूले चाहिँ कम्तीमा पनि यो जनचेतना जगाउँ। सबै प्रत्येक घरमा करोड 2 करोड लाएर हामी घर बनाउँछौँ, 30,000 35,000 को हामी क्यामेरा राख्न सक्छौँ। यसले गर्दा यसलाई सूचीकृत गरौँ, यसमा जनचेतना फैलाउँ। कम्तीमा पनि यसबाट पनि हामी सुरक्षित रहन्छौँ भन्ने लाग्छ। अब यो बसपास अझ धेरै क्राइम चाहिँ हुने ठाउँ हो, यसलाई विशेष ध्यान पनि दिनुपर्छ। त्यो भए हुनाले अब मैले धेरै कुरा बोलिनँ। सबै आजीवन सहजीवहरूलाई यो संस्थालाई सक्दो सहयोग गर्न आर्थिक रूपमा कमजोर होला। अब संस्थाले के निर्णयहरू पनि गरेका होलान्, ती निर्णयहरूलाई पूर्ण रूपमा पालना गरेर सहयोग गरी यसलाई आर्थिक रूपमा अलिक समुन्नत पनि बनाइदिनु हुन हार्दिक अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। आज सामुदायिक सेवा समितिले जुन हाम्रो यस भवनको चाहिँ जेएनजी आन्दोलनमा क्षति भयो, यो पुनर्निर्माणको लागि जुन किसिमको सहयोगी हातहरूलाई सम्मान कार्यक्रम राख्नुभएको छ, यो असाध्यै राम्रो छ। जसले सहयोग गर्नुभएको छ
ती व्यक्तिहरूलाई सम्मान गर्नु भनेको फेरि पनि सहयोग गर्ने र सहयोगी हातहरू चाहिँ धेरै बढ्ने किसिमको चाहिँ कार्यक्रम हो। र यसै गरी यो संस्थाको चाहिँ आर्थिक स्रोत त केही पनि छैन र संस्थाको सदस्यहरूले सहयोग र विभिन्न सङ्घ संस्थाले सहयोग गरेर नै यो संस्था चल्ने हो। त्यसकारण संस्थाले केही निर्णय गरेको छ भन्ने मैले सुनिरहेको छु। त्यो संस्थाको निर्णयलाई कार्यान्वयन गर्दिन र सहयोग गर्दिन म सबैलाई सल्लाहकारको तर्फबाट हार्दिक अनुरोध गर्दछु, आग्रह गर्न चाहन्छु। र धेरै कुरा पूर्वका साथीहरूले नै राखिसक्नु भएको छ। यहाँ उपस्थित हुनुभएको सम्पूर्ण आदरणीय साथीहरू धेरै यो सामुदायिकको विषय पनि जानकारी भइसकेको साथीहरू नै उपस्थित हुनुहुन्छ। हामी बिना वर्दीको चाहिँ प्रहरी हौँ र समाजमा भएको घटना न्यूनीकरण गर्नको लागि प्रहरीलाई सहयोग गर्ने, सूचना दिने नै हाम्रो कर्तव्य हो। यति भन्दै मेरो भनाइ यही अन्त गर्दछु। धन्यवाद। आज यस्तो दिन हो कि मानवता नहराएको दिन हो। जेएनजी आन्दोलनपछि काठमाडौँ उपत्यकाका सबै प्रहरी चौकीदेखि लिएर सामुदायिक सबै ध्वस्त भएको अवस्थामा राज्यको 1 पैसा पनि खर्च नगरिकन नागरिकले बनाइदिएको आज प्रहरी चौकी यो सामुदायिक आज त्यो नागरिकहरूलाई चाहिँ सम्झेर सम्मान गर्न खोज्नु भएकोमा म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र सामुदायिक सेवा समितिको बारेमा अघि पूर्व अध्यक्षहरूले भनिसक्नुभयो, मैले भनिरहनु नपर्ला। तर मेरो प्रमुख अतिथिलाई एउटै अनुरोध के छ भने बसपारमा अहिले रहनुभएका तत्कालको इन्चार्जले चाहिँ बसपारमा धेरै राम्रो काम गरेको छ, गरेकोलाई गरेको भन्नुपर्छ। तर एउटै कुरो के त भन्दा इच्छा शक्ति भएको मान्छे आयो भने अलिकति बसपाको विकृतिको ज्वरो फलिङ हुन्छ, तर अलिकति इच्छा शक्ति कम भएको आयो भने राइजिङ हुन्छ। र अर्को कुरो के त भन्दा इन्टरनेसनल एयरपोर्टमा सुरक्षाको लागि डिआइजीको कमानमा खटाइएको छ, तर बसपारमा चाहिँ त्यही पनि अस्थायी प्रहरी चौकी इन्सपेक्टरको कमानमा छ। यसलाई डिएसपीको कमानमा चाहिँ के त भन्दा चाहिँ परिचालन गर्ने व्यवस्था मिलाइदिन मैले एउटा हार्दिक अनुरोध गरेँ। किनभने यो पनि एसियाको नमुना बसपा, इन्टरनेसनल बसपा, जापान सरकारले बनाइदिएको बसपा। र आज धेरै खुसी लागेको छ जेएनजी आन्दोलनपछि सबै नागरिकले किन चौकी बनाउनु पर्यो भन्दाखेरि जेएनजी आन्दोलनपछि प्रहरीको कति भूमिका हुन्छ र कति दायित्व हुन्छ भन्ने कुरो चाहिँ हिजो त्यही नागरिकले चाहिँ आगो लगाए, जलाए, आज त्यही नागरिकले बनाउनु पर्छ भनेर लागे। त्यही भएर मैले मानव नहराएको चाहिँ नागरिक भनेर भन्न खोजेको। र यसले गर्दा आज आदरणीय हाम्रा प्रमुख अतिथि आउनु भएको छ। सायद उहाँ चाहिँ के त भन्दा प्रहरी डिपार्टको सबभन्दा माथिल्लो निकायको नजिक पुग्न खोज्नु भएको छ। पुग्नको लागि पनि म बधाई दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। उहाँको कार्यकालमा बसपालाई अझ सुधार्ने र अझ व्यवस्थित गर्नुहुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएको छु। र सामुदायिक सेवा समिति हामी नागरिक भनेको बिना वर्दीका चाहिँ प्रहरी हौँ र हामीले पनि प्रहरीलाई चाहिँ सहयोग गरेमा चाहिँ के भन्दा एउटा समुन्नत एउटा समाज बन्छ। त्यही भएर नै यो चाहिँ सामुदायिक प्रहरी सेवा गठन गरेको जस्तो लाग्छ। तर पनि यसको चाहिँ के भन्दा नीति नियम अनुसारको चाहिँ के भन्दा अघि सबैले भन्नु बजेटको पनि अभाव छ, यी विविध कारणहरू छ। तर यसलाई तपाईँहरूको एउटा आँखा र कानको एउटा सूचना केन्द्र भनेर यसलाई अझ थप तपाईँको कार्यकालमा यो सामुदायिकलाई अझ व्यवस्थित गरिदिनु भयो भने अझ बेस्ट हुन्छ भन्दै यस सामुदायिक सेवा समितिलाई स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने र खेल्नुपर्ने भूमिका खेल्ने वचनबद्धताका साथ मेरो छोटो भनाइ यहाँ दर्ज। धन्यवाद, नमस्कार। हाम्रो निमन्त्रणा स्वीकार गर्ने विभिन्न सङ्घ संस्था अग्र व्यक्तित्वहरू सम्पूर्ण हार्दिक नमन गर्दै म महासचिवको निर्देशन अनुसार यो कार्यक्रमलाई अलिकति सहज अर्को उसमा जाँदैछ भने त्यसको लागि सञ्चालनलाई मलाई चुनौती दिनुपर्छ। र यहाँ हाम्रो निमन्त्रणालाई स्वीकार हरेक ठाउँबाट हरेक साथीहरू आउनुपर्छ। जस्तो हाम्रो सल्लाहकार जेपी नेपालीमा आउनुपर्छ, उहाँलाई अगाडि आएर बस्नुलाई हार्दिक अनुरोध गरेँ। त्यसै गरी बुद्धिजीवी विभिन्न सङ्घ संस्था हामीलाई माया गर्ने होटेल व्यवसायी सम्पूर्णलाई हाम्रा
कार्यक्रम संयोजकले स्वागत गरिरहेको छ, लामो नगरौँ। अब एउटा प्रसङ्ग चाहिँ यो आयोजकको तर्फबाट पनि मैले पनि हाम्रो वक्ता वडाध्यक्ष जुन किसिमको सभागारबाट जुन किसिमको एउटा आग्रह भएको थियो, यो कमलको सामुदायिक क्षेत्रभित्र पर्ने राष्ट्रिय बसपार जनघनत्वको हिसाबले यहाँको विकृति विसङ्गतिको हिसाबले हरेक कुराले संवेदनशील ठाउँ हो। यो ठाउँमा अहिले पनि हामीलाई प्रश्न के भइरहेको यहाँको जनसमुदाय भन्दा तिमीहरू सामुदायिक भनेर बस्ने, त्यो प्रहरी प्रभाव चाहिँ अस्थायी भइराख्ने। अनि अर्को एउटा कुरो के आएको छ भन्दा त्यो तिनचोटि बिरुवाले यहाँ ल्याएर राखेको थियो, त्यो बिल चाहिँ कसो मनमानले माथि भयो घर यो 9 नम्बरका जनताहरूमा पनि यो कुरो गुनासो आएको। यहाँ सम्बन्धित तालुका अफिसका प्रमुखज्यू निर्णायक हुनुहुन्छ र यो जनप्रतिनिधि हुनुहुन्छ। यहाँको जनताको माग भनेको गङ्गाको बसपार अस्थायी होइन, गङ्गाको प्रभाव अस्थायी होइन, स्थायी प्रभाव मात्रै होइन, वृद्ध हुनु पर्यो भन्ने माग छ। यहाँ हाम्रो सल्लाहकार जुन हामी सक्नुभएको छ र यो ठाउँ भएको दिनचोटि बिट त्यो बसपाको प्रभावको रूपमा रूपान्तरण गरेर बस्नुपर्छ। यो विकृति विसङ्गतिको हिसाबले बसपासँग 500 मिटरको दूरीमा बस्ने यो गङ्गाको साली गङ्गाको गाविस र टोहा नगरपालिकाको वडा नम्बर 9 र महानगरको 26 वडाको मित्र नगर एरिया यो देशको सबभन्दा बढी क्रिमिनल कानुनी ठाउँहरू हुन्। यहाँ अस्ति मात्रै नगर्दै अपहरणकारी हाम्रो घरमा अलिक तलबाट बगाएको छ। त्यस्तो अवस्था संवेदनशील ठाउँमा अहिले हामीले जति पनि हामी अनुगमन गरिरहेका छौँ, विभिन्न व्यवसायको अनुगमन गरेका छौँ, जस्तो हामीले अनाज नेपाली हामीलाई सहयोग गरिरहेको छ। त्यस्तो ठाउँमा जाँदाखेरि हामीले मिनिस्टरज्यूमा भयो, हाम्रो उपस्थितिमा समातेर लगाएका मान्छे हामीले नसोधिकन जानकारी नदिकन तपाईँले बेलुका छोडिदिए त राम्रो होइन भएर आफ्नो कुरा राख्यो। रातो उहाँबाट के जवाब भयो भने ठुली ठाउँ छैन कहाँ राख्नेलाई होइन। अब क्रमशः हेरेर को औषधि हान्छन्, को के गर्नु बिरान्छ, त्यसलाई छोडेर पठाइदियो। अब त्यो के अरे अपराधको प्रवृत्तिहरू चाहिँ राखेको छ, जवाब नै होइन। यसको काम के हो भने हाम्रो प्रभावसँग प्रशस्त अपराध निर्धारित ठाउँ छैन, स्पेसको कमी छ। त्यसको लागि म आजका प्रमुख अतिथिसँग विशेष आग्रह के गर्न चाहन्छु यो जनसमुदायको तर्फबाट, हाम्रो 1009 जना सदस्य भएको संस्थाको तर्फबाट यो प्रहरी प्रभाव स्थायी हुनु पर्यो, प्रभाव होइन वृत्त रूपान्तरण हुनु पर्यो। यो चाहिँ मैले यहाँसँग हार्दिक अनुरोध गरेँ। यसमा हाम्रो स्थानीय निकायका जस्तो मेयरज्यू आउनु होइन, हामीले उपमेयर लगायतका सम्पूर्णलाई विशेष अतिथिको रूपमा बोलाएका थियौँ। उहाँहरू आइपुग्नु भएको छैन, हाम्रै हुनुहुन्छ होला, कोसँग कहाँ समन्वय गरेर र हाम्रो यो सामुदायिक गर्नुपर्ने के हो त्यो हामी गर्न तयार छौँ। तर यो वृत्त यो अस्थायी हुनु भने स्थायी हुनु पर्यो, वृत्त होइन के अरे प्रभाव होइन वृत्त हुनु पर्यो भन्ने कुरा यहाँलाई अनुरोध गरेँ। अब हामी कार्यक्रममा मलाई जिम्मा दिएको कुरो भनेको यो अब सम्मानित पुलिस साथीहरू जसले हाम्रो संस्थालाई यो एउटा जेन्जी आन्दोलन 12, 23 र 24 गतेको आन्दोलनमा यो सबै सिसाइहरू छरप्रष्ट भएको यो गाह्रो र छानी बाहेक केही पनि नभएको अवस्था। भोलिपल्ट हाम्रो सल्लाहकार आदरणीय तिलक सुनवार बिहानै फोन गर्नुभयो, अहिले कता हुनुहुन्छ हो भन्नुभयो। म घरमै छु भने आएर हेरेँ सिसामा टेक्नु पऱ्यो, टुक्रा सिसामा। हामी त्यो अवस्थामा हुँदा त्यो अवस्थालाई कसरी हामी यो संस्था चलाउने भनेर चिन्ता गरिरहेको छौँ। हामीले तत्कालै बुद्धिजीवी सल्लाहकार समाजका अग्रपन्थी सामाजिक अभियन्ता टोल सुधार समितिका सम्पूर्णलाई आह्वान गरेर एउटा बैठक राख्यौँ। त्यो बैठकबाट हामीले के अनुमति लियौँ भन्दा अब आर्थिक सहयोग गर्ने कुरोमा यो पुष्पपत्र गर्ने कुरोले मात्रै त हुनु पर्ने नै भवन एउटा कसरी जाने भन्दा 5,000 बढी हामीलाई एउटा इतिहास हाम्रो ताम्रपत्र अथवा शिलापत्रमा नाम लेखाउने र त्योभन्दा तल दिनुको लागि हामीले सहयोगीको नाम बिर्सिनु हाम्रो यो 2083 सालको क्यालेन्डरमा हाम्रो 5 रुपियाँ सहयोग गर्ने पनि नामाकरण गरेका छौँ र त्यहाँ नाम छ क्यालेन्डरमा। अनि हामीले यो संस्थाको सम्पूर्ण कुरालाई अलिकति आधुनिकीकरण गर्नु गइरहेका छौँ। यहाँबाट केही पनि प्रतिक्रिया आएको छैन।
जस्तो च्यालेन्जरको एउटा क्युआर कोड छ, हाम्रो त्यो क्युआर कोड स्क्यान वर्ष गरेको तिथिमिति आउँछन्, त्यहाँ हाम्रो सुधार भएको छैन। अनि यहाँ अहिले के कुरो चल्यो चुस्तोले आयो भन्दा यो सामुदायिकले त पैसा उठाउँदैछ अरे, अनि आज यो सदस्यता अभिलेखीकरण गर्नुको लागि पैसा पनि उठाउँदैछ अरे, अनि नयाँ काम थाल्ने भन्ने कुरो के हो? हामीले नयाँ काम भनेर सहयोग बुझाउनलाई गर्नु खोजेको होइन। यो संस्था हो, यो संस्थामा सदस्य सबैको दायित्व दिनुपर्छ। यो संस्थालाई जोगाउनु सम्पूर्णको दायित्व हो। हामी प्रत्येक मान्छे विभिन्न संस्था गर्छौँ, जस्तो लाइन्स क्लबको बजेट हुन्छ, लाइन्स क्लबको बजेटमा सदस्य हालियो भने यो संस्थामा आजीवन सदस्य बन्ने, साधारण सदस्य बन्ने, बन्न पनि खोज्ने, अनि कार्य समितिले 1000 रुपियाँको निर्णय गरेर है तपाईँले के गर्ने, त्यसलाई व्यवस्था कसरी गर्ने भन्ने विषयमा त हामी अब कार्य समितिको सल्लाहकार बुद्धिजीवी यहाँका आयोजकसँग बसेर छलफल जानेछौँ। यसमा हामीले यो सहयोगको अपेक्षा सहित यसरी गरिएको हो, यसमा अन्यथा नलिनुहोला। अब म सहयोगीहरूको जस्तो अब मैले सहयोगी दाताहरूलाई सम्मान गर्नुको लागि 5000 भन्दा माथि यो शिलापत्रमा नाम छ। त्यसै उहाँहरूलाई घरको परिवारले पनि हामीलाई बालेर सहयोग गर्ने गरेको छ भनेर बुझ्नु भन्ने हिसाबले एउटा प्रमाणपत्रको व्यवस्था गरेका छौँ। त्यो लिदिनको लागि म क्रमशः यहाँ नाम बोलाउनु गइरहेको छु। नेपालको यातायात क्षेत्रमा रहेको थिएँ, पुरानो बसपार्कमा बसपार्क थियो, त्यसलाई हस्तान्तरण आउनको लागि सम्मानित स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाज्यूले उद्घाटन गरेको दिन म 2051 सालमा पहिलो पाइला हालेको व्यक्ति पनि हो। उद्घाटनको यो राष्ट्रिय बसपार्कमा म पहिलो पाइला हालेको हुँ। त्यस कारणले आज म अत्यन्तै नतमस्तक पनि छु। म आयोजकलाई विशेष धन्यवाद पनि दिन चाहन्छु, किनकि यो 2058 सालमा स्थापना भएको रहेछ। अघि यसको इतिहास आउँदाखेरि म 2051 सालमा थिएँ र 2058 सालदेखि यो अत्यन्त वैंश हुँदै पनि गएको, अगाडि बढेको अत्यन्त सम्मानित संस्थाको यो गरिमामय कार्यक्रममा म पहिलोचोटि केन्द्रीय अध्यक्ष भएपछि यो संस्थाको अध्यक्ष मीना सेवाकटी र सम्पूर्ण कार्य समिति परिवारले मलाई निम्ता गर्यो। म केन्द्रीय अध्यक्ष हुँदै गर्दा मलाई आज यहाँ बोलायो। विशेष गरेर सिङ्गो देशको यातायातको तर्फबाट मीना सेवाकटी अध्यक्षज्यू लगायत सम्पूर्ण परिवारलाई म विशेष धन्यवाद दिन चाहन्छु। अर्को धन्यवाद म के दिन चाहन्छु भने असाध्यै अहिले भर्खरै मात्र यो एउटा जेन्जी आन्दोलनबाट भदौको 23 र 24 गते एउटा नेपालमा यसका सङ्गठनका आइजी साहबले भन्नुहुन्छ, दानवा साहबले एउटा गीत पनि आएको छ, ए आमा खरानीबाट उठ्यौँ भन्ने त्यो अत्यन्त मन छुने जो गीत छ। वास्तवमै सबै नेपालीहरू, सबै क्षेत्र पेसाका मानिसहरू यो खरानीबाट उठेका छौँ। र मैले धेरै के अनुरोध गर्न चाहन्छु भने यो कार्यक्रममा यो संस्थाको 1009 जना चाहिँ सदस्य हुनुहुन्छ। अहिले अध्यक्षज्यू मीनाज्यूले भन्नुभयो 1009 जना सदस्य हुनुहुन्छ। म 1030 मत ल्याएर, धेरै मत ल्याएर म विजय भएको, 21 मत थप्यो भने त म विजय भएको मतै रहेछ। त्यस कारणले अत्यन्त सदस्य अझ भारी तरिकाले बढेर जान आउँदा म धन्यवाद दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। र आज के माने म अर्थ लाग्छ भने म अस्तिको दिनमा त पदस्थापना होटेल जोडियो पदस्थापना भयो। जेठको महिना म वैशाखको 27, 28, 29 गते यो निर्वाचित भएर आइसकेपछि जेठ महिना, पुरुषोत्तम महिना, मलमासको महिना हामी आध्यात्मिक मानिसहरू पनि पर्छौँ। त्यो मानेमा अस्तिको दिन मात्र सोल्टी होटेलमा चाहिँ कार्यक्रम भएर पदस्थापना भइसक्यो। यसका आजका प्रमुख अतिथि आदरणीय श्रद्धेय एआइजी साहब ईश्वर कार्कीज्यू पनि मेरो त्यो कार्यक्रममा पुरा रूपमा मैले यति हेरेको छु, पुरा रूपमा बस्ने व्यक्तिको रूपमा हुनुहुन्छ। त्यस कारणले पनि उहाँलाई फेरि पनि यो आज औपचारिक कार्यक्रममा म पदस्थापना पछिको औपचारिक कार्यक्रम यो अत्यन्त राष्ट्रिय बसपार्क, अन्तर्राष्ट्रिय क्षेत्र चर्चित राष्ट्रिय बसपार्क गङ्गु बसपार्कमा रहेको सामुदायिक प्रहरीको अत्यन्त विशेष कार्यक्रम मैले विशेष लिएर पनि अन्त कार्यक्रम हुँदा पनि मैले यसलाई विशेष कार्यक्रमको रूपमा लिएर म आएको छु। त्यस कारणले विशेष कार्यक्रम उहाँलाई धन्यवाद दिन चाहन्छु। र यो राष्ट्रिय बसपार्कसँग
रहेको यो सामुदायिक प्रहरीको यसका धेरै नै बग्रेलती सामाजिक काम गर्नुभएको छ। यो यसको गरिमा छुट्टै छ के म देशका सबै 77 जिल्लामा 6वटा जिल्लामा जान बाँकी छ, सबै जिल्लामा पुगिसकेको नेपालको यात्रा क्षेत्रमा 37 वर्ष योगदान गरेर 37 वर्ष बल्ल गर्दाखेरि अध्यक्ष हुने रहेछ के, छिट्टै आएर ट्याक्क अध्यक्ष हुँदो रहेछ मान्छे। यहाँ पनि त्यही होला, यहाँ धेरै तपाईँहरूले योगदान गरेपछि मिना शिवाकोटीले पनि एउटा ठुलो सङ्घर्षबाट, मैले उहाँलाई लपन छप्पनको कुरा होइन, प्रभावशाली ढङ्गबाट जसले राम्रो प्रतिभा काम गरे हुन्छ त्यो मान्छेको व्याख्या अलिकति बयान पनि गरिदिनुपर्छ, अलिकति हौसला पनि बढाइदिनुपर्छ। उहाँ विभिन्न सामाजिक संस्थामा महिला के भन्छ भने महिला उपकार समितिमा अध्यक्ष बन्नुभयो, सटल व्यवसाय सङ्घको अध्यक्ष बन्नुभयो, बग्रेलती थुप्रै सामाजिक संस्थामा उहाँ काम गरेर एउटा अब्बल महिलालाई आज यो राष्ट्रिय बसपामा रहेको सामुदायिक प्रहरीको चाहिँ तपाईँहरूले अध्यक्ष बनाउनु भएको छ। सम्पूर्ण तपाईँ सदस्यहरूलाई म फेरि पनि सिङ्गो देशको यातायातको तर्फबाट सबैलाई सल्युट गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। एउटा प्रभावशाली, अन्यथा नलिनुहोला, प्रभावशाली महिला, साँच्चै उहाँ गए पनि जनप्रतिनिधि होइन, संसदमै गएर पनि कुरा राख्न सक्ने प्रभावशाली शब्द र भएको मानिस भएको हुनाले उनलाई छ धेरै बखान गरेर बखान राम्रो। अघि यहाँको इन्सपेक्टर साहबको अत्यन्त धेरै एउटा संवेदनशील क्षेत्र नयाँ बस्दा राष्ट्रिय बसपाको इन्सपेक्टर साहबको तपाईँले खुलेर अघि प्रशंसा गर्नुभयो, म पनि खुलेर प्रशंसा गर्छु। यस्ता राम्रो काम गर्ने, रचनात्मक काम गर्ने मानिसहरू सुरक्षा निकाय हो, सामाजिक संस्थाका हुन्। यहाँ चाहिँ तपाईँहरूले जो आज यति ठुलो चाहिँ रकमहरू एक रुपियाँदेखि जति पनि गर्नेलाई सम्मान गर्नुभएको छ, ती सबै दाताहरूलाई हामीले प्रफुल्ल ढङ्गबाट के भन्छ सम्मान के भन्छ हृदय खोलेर हामीले प्रशंसा गर्नुपर्छ। अरू कसैले केही कहिलेकाहीँ केही गर्न पनि नसक्ने, आफू केही नगर्ने, अर्काले केही राम्रो काम गर्यो भने अनि खुट्टा पछाडिबाट तान्ने, आफूले काम नगर्ने, जो काम गर्ने सबैभन्दा उग्र रूपमा त्यो उठिरहेको हुन्छ। काम गर्ने मान्छे गरेको गरे हुन्छ, नगर्ने मान्छे पछाडि बसेर यसो चियाएर कहाँनिर कुरो बिग्रिन्छ, कहाँनिर कमारे बिग्रिन्छ भन्ने छ। यो प्रवृत्तिलाई हामीले चेन्ज गर्नुपर्छ। अब हामीले अगाडि जानुपर्छ। यहाँको यो टोखा नगरपालिका र काठमाडौँ महानगरपालिकाको एउटा बिन्दुमा रहेको राष्ट्रिय बसपार गुङ्गो बसपारमा यो कार्यक्रम हुँदैको छेउमा हुँदैछ। त्यस कारणले म अनुरोध गर्न चाहन्छु, म आज राष्ट्रिय अध्यक्ष भएर यो कार्यक्रम आउँदा म यही भेगको म अत्यन्त गौरवशाली पनि छु। विभिन्न मैले भने टोल समिति मित्रनगरमा होटेल व्यवसाय सबैमा थुप्रैमा महिला समूह दुईवटा के भन्छ उत्थान महिला सङ्घ दुईवटा महिला समूह छ, त्यहाँ पनि सल्लाहकार राख्नुभएको छ। केही मान्छेले काम गर्छ, केही सल्लाह दिन्छ र सल्लाहकार राख्छ। त्यो नामको लागि मात्रै यसो टाँसेर होइन, रचनात्मक ढङ्गबाट सल्लाहकारले पनि सल्लाह दिनुपर्छ। सर्वप्रथम म आयोजकलाई थ्याङ्क यू भन्छु, मलाई यहाँले निमन्त्रणा गर्नुभयो, समय दिनुभयो र सम्मान गर्ने अवसर पनि प्रदान गर्नुभयो। सबैको लागि आयोजकलाई थ्याङ्क यू भन्छु। र यो विशेष अवसरमा यहाँ जो सम्मानित हुनुभयो, जसले यो सामुदायिक सेवा केन्द्रलाई आफ्नो योगदान दिनुभयो, उहाँहरू सबैलाई म उपत्यका प्रहरी कार्यालयको तर्फबाट आभार व्यक्त गर्दछु। एकदम पुण्यको काम गर्नुभएको छ, राम्रो काम गर्नुभएको छ, पछिसम्म सम्झिने काम गर्नुभएको छ। तपाईँहरूको यो उच्च यो कन्ट्रिब्युसनको उच्च कदर गर्दछु। यसले भावी पिँढीलाई पनि केही सहयोग गर्नुपर्छ, दान दिनुपर्छ, राम्रो काममा अग्रसर हुनुपर्छ भन्ने यसले पक्का पनि दिशानिर्देश गर्दछ। यहाँले पाउनुभएको प्रमाणपत्रले यहाँको परिवारजनलाई सन्देश दिन्छ। यहाँ राखिएको यो ताम्रपत्रले यहाँ भिजिट गर्ने सबैलाई त्यसतर्फ इङ्गित गर्न यसले सन्देश दिन्छ र त्यसतर्फ सबै उन्मुख हुनु पनि पर्छ भन्ने म विश्वास लिन्छु। त्यसतर्फ समाज अगाडि बढ्यो भने यो शान्ति सुरक्षाका चुनौतीहरू क्रमशः गौण बन्दै जान्छ। क्रमशः एकअर्कालाई सहयोग गर्ने, एकअर्कालाई भरथेक गर्ने र सामूहिक रूपमा केही राम्रो काम गर्ने बानीले गर्दाखेरि त्यो डेभलप भयो भने, त्यो विकास भयो र त्यो चाहिँ आफैमा त्यो आत्मबोध भयो भने यो सुरक्षा चुनौतीहरू ज्यादै कम हुँदै जान्छ र एउटा सभ्य समाजको सृजना तर्फ समाज उन्मुख हुन्छ भन्ने मलाई लाग्दछ। सामुदायिक प्रहरी सेवा केन्द्रले लामो इतिहास रहेछ। 58 सालदेखि अहिलेसम्म अनवरत रूपमा यसले आफ्नो सेवा प्रदान गरेको छ। यो गुम्बु एरियामा
माथि धेरै फोटोहरू छन्, यहाँ उपस्थित पनि हुनुहुन्छ। यहाँले प्रहरीसँग मिलेर गर्नुभएको समाजको सकारात्मक विकासको सम्पूर्ण इतिहासमा गर्नुभएको योगदानको लागि पनि म यहाँलाई थ्याङ्क यू भन्न चाहन्छु। र यो पदाधिकारी नवनिर्वाचित पदाधिकारीले त क्राइसिसको सामना गरेछ। पदभार ग्रहण गर्दा गर्दै दोस्रो तेस्रो दिनमा चाहिँ आफ्नो यो सुन्दर भवन केही उच्छृङ्खल समाजका केही उच्छृङ्खल नै भन्नुपर्छ, नराम्रो काम गर्नेहरूलाई नराम्रो नै भन्ने गर्नुपर्छ, त्यसबाट हाम्रो यो क्षति भएछ। त्यो सुरुमै क्षतिको सामना गर्नु पर्यो। यसले यहाँलाई राम्रो अनुभव पनि प्रदान गर्यो र यसलाई कसरी माथि उठाउने भन्ने पनि यहाँहरूको प्रयास लाग्यो। यहाँहरूको पक्का पनि समाजसँग यो कारणले अझ बढी चाहिँ घनीभूत सम्बन्ध कायम भएको छ भन्ने मैले विश्वास लिन्छु। यस्तै सम्बन्धको कारणहरूले, सम्पर्कको कारणले, सहकार्यको कारणले गर्दाखेरि नै यो समाजको चाहिँ सुरक्षाको लेभल अलिकति अप भएको छ। यहाँ अघिल्लो सरहरूले भन्दाखेरि यहाँको पुलिसिङको चाहिँ एफेक्ट, पुलिसिङको चाहिँ कारणले गर्दाखेरि यहाँ विसङ्गतिहरू कम भएको, अपराधहरू कम भएको, यहाँको नेतृत्वले राम्रो काम गरेको, उसको एप्रिसिएट गरेको सुन्दाखेरि मलाई पनि गौरव लाग्यो। म यस उपत्यकाको कमान्डरको हैसियतले मैले मेरो स्टाफहरूले गरेको राम्रो काम यो समुदायले एप्रिसिएट गरेको सुन्न पाउँदाखेरि म ज्यादै हर्षित छु र यो टिमलाई अझ यो एप्रिसिएसनले अझ बढी उत्साहित भएर काम गर्ने प्रेरित गरोस् भन्ने पनि कामना गर्छु। वास्तवमा मैले पनि यहाँहरूले महसुस गरे जस्तो यहाँको प्रहरीले काम गरेको छ। यहाँहरूले पनि समाजमा धेरै चाहिँ अवेरनेसका कामहरू गर्नुभएको छ। यहाँको विकृति विसङ्गतिको बारेमा परिचित हुनुहुन्छ, घटाउन न्यूनीकरण गर्नलाई प्रयत्नशील हुनुहुन्छ। यो मैले पनि रिपोर्टमा देखेको छु। तपाईँहरू अझै सक्रिय भएर लाग्नुहोस्। यहाँको समस्यासँग यहीँको लोकल कम्युनिटी बढी जानकार हुन्छ। कहाँ के कमी कमजोरी छ भने यहीँको कम्युनिटीलाई बढी थाहा हुन्छ र त्यो कम्युनिटी जाग्यो भने, कम्युनिटी चाहिँ सकारात्मकको कामको लागि एकीकृत भयो भने यो खराब काम गर्नेहरू त जलाउनेहरू, त्यो भत्काउने बिगार्नेहरू आफै साइड लाग्छन्। त्यो साइड लगाउनु पनि पर्छ, किनभने एउटा सभ्य सुसंस्कृत समाजमा हामीले त्यो खराब काम गर्नेहरूलाई निरुत्साहित गर्नै पर्छ। यो समाज उठ्नै पर्छ, समाजले बोल्नै पर्छ र राम्रो काम गर्नेहरूको एप्रिसिएट गर्नुपर्छ र राम्रो काम गर्नेहरूको सङ्ख्या बढाउनु पनि पर्छ। यो हामी सबैको साझा कर्तव्य पनि हो, एउटा दायित्व पनि हो। किनभने यो हामी प्रहरी त एउटा एक्टर मात्रै हो, सानो एउटा राज्यको अङ्ग जसलाई केही कानुनले केही म्यान्डेटहरू दिएको छ र त्यो म्यान्डेट बमोजिम हामीले आफ्नो कामहरू गरिरहेछौँ। हामीले हाम्रो कामहरूको एप्रिसिएसन पनि सुनिरहेका हुन्छौँ, हाम्रो कामको आलोचना पनि सुनिरहेका हुन्छौँ। आलोचनालाई हामीले कम गर्नलाई हाम्रो विभिन्न प्रयासहरू पनि हामीले गरिरहेका छौँ। हामीले गरेका कामहरूमा यहाँ व्याख्या गर्दिनँ। यहाँहरूसँग प्रत्येक दिनका हाम्रा क्रियाकलाप यहाँहरूसँग ट्रान्सपेरेन्ट रूपमा, पारदर्शी रूपमा हाम्रा कामहरू यहाँले बुझ्नु नै भएको छ, महसुस गर्नु नै भएको छ। म व्याख्या गर्दैन। तर एउटै कुरा के हो भन्दाखेरि यो सुरक्षा भन्ने कुरा चाहिँ एउटा बहुआयामी कुरा हो। यो एउटा सामूहिक प्रयत्नबाट मात्रै यो 100% त हुन्छ। प्रहरी एउटा समाजको एउटा एक्टर मात्रै हो। त्यो एक्टरलाई कति क्रियाशील बनाउने, त्यो एक्टरलाई कति चाहिँ यसलाई चाहिँ साधन स्रोत सम्पन्न बनाउने, त्यो एक्टरलाई कति चाहिँ हामीले चाहिँ यसलाई बल पुर्याउने सकारात्मक कामको लागि, राम्रो कामको लागि भन्ने कुराहरू कम्युनिटीमै निर्भर गर्दछ। अब यहाँको कम्युनिटी त एकदम ऊर्जाशील छ, एक्टिभ छ। अहिलेको उपस्थितिले पनि यो जनाउँछ, यहाँहरूको भनाइबाट पनि यसले प्रश्न पारिरहेछ। म उपत्यका प्रहरी प्रमुखको हैसियतबाट यहाँहरू सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। यहाँहरूको यो एक्टिभनेस चाहिँ अझै चाहिँ बढ्दै जाओस्, अझै समाजका घर घरमा यसको चाहिँ उपस्थिति पुग्दै जाओस्। यस अवसरमा म यहाँलाई शुभकामना पनि दिन चाहन्छु। अब यो इतिहास छ, ताम्रपत्र छ। अब यहाँको कार्य समिति त चेन्ज भइरहन्छ, तर यसले एउटा त्यो इन्सिडेन्टलाई मेमोरी गराइरहन्छ। यहाँ जो आउनुहुन्छ र हेर्नुहुन्छ भविष्यमा उहाँहरूले पनि यसलाई सम्झिनुहुन्छ, इतिहासलाई उहाँहरूले स्मरण गर्नुहुनेछ र यो हेरेर आफूलाई पनि
यसप्रति यो संस्थाप्रति यो सामाजिक सेवाको केन्द्रको प्रगतिप्रति आफूलाई समर्पण गर्नेहरूले पक्का पनि उन्मुख गराउनेतर्फ चाहिँ प्रयत्न गर्नेछ। यस्तो महत्त्वपूर्ण काममा यहाँले हामीलाई बोलाउनुभयो, मलाई बोलाउनुभयो, म यसको चाहिँ साक्षी बन्न सकेँ। यसको लागि यहाँलाई म धन्यवाद दिन्छु र केही चासोहरू पनि यहाँले व्यक्त गर्नुभयो। अघि सम्मान पत्र ग्रहण गर्दा गर्दै पनि आयोजकज्यूले उद्योगज्यूले मलाई केही कुराहरू भन्नुभएको छ। अब यसको रिटर्न त म खासै केही दिन सक्छु या सक्दैन, तर हाम्रो त पुलिसको तर्फबाट हामीले आफ्नो बेस्ट दिने चाहिँ हामीले प्रयास गर्नेछौँ। यो गङ्गबु बसपामा अब धेरै अगाडिदेखि काम गर्नुभएको तपाईँहरू हुनुहुन्छ, यातायात क्षेत्रमा काम गर्नुभएको सरोजजी हुनुहुन्छ। हामी त आउने जाने गरिरहन्छौँ। हामीले विगतमा हाम्रो अभिलेख हेरेर यहाँले भन्नुभएको कुराहरूले हामीले अपग्रेड गर्ने गर्छौँ। पछिल्लो समयमा हामीले बसपाको लागि सुधार गरेका छौँ, पक्का पनि यहाँले त महसुस गर्नुभएको छ। हामीले उहाँ चाहिँ पदभार ग्रहण नगर्दै हामीले केही राम्रा सम्झौताहरू गरेका छौँ। यात्रुको ब्यागेज सुरक्षाको लागि हामीले ब्यागेज ट्यागलाई अनिवार्य गरेका छौँ। गाडीहरू कहाँ पुग्यो भनेर आफ्नो गाडी धनीहरूले घरमै बसेर चाहिँ क्यामेरामा हेर्न सक्ने जिपिएसको सिस्टमको हामीले सुरुवात गरेका छौँ। गाडीमा के थियो, को चढेको थियो, को कहाँ झऱ्यो, के सामान बोक्यो, गाडीको यात्रीहरूको व्यवहार कस्तो थियो, चालकको व्यवहार कस्तो थियो, यसको चाहिँ स्पिड के थियो, अथवा त्यो गाडीमा आएर कसैले हिर्कायो अथवा ठक्कर दियो अथवा गाडी आफैले अर्कोलाई ठक्कर दियो भन्ने इभिडेन्स थिएन। त्यसले गर्दाखेरि हामीसँग कहिलेकाहीँ क्वेसनहरू रेज हुने गर्थ्यो यातायात व्यवसायीबाट। अब त्यो हामीले चाहिँ त्यो हटाइसकेका छौँ, हटाउनेतर्फ हामी उन्मुख छौँ। हामीले उहाँलाई म थ्याङ्क यू भन्न चाहन्छु। उहाँले पदभार ग्रहण नगर्दै हाम्रो प्रस्तावलाई स्वीकार गर्नुभयो र लागू गरिदिइसक्नु। झन्डै 3500 प्लस गाडीहरूमा अहिले सिसी क्यामेराहरू छन्। यो प्रविधिमा हामीले छलाङ मारेका छौँ र यसमा हाम्रो अनुरोधलाई यातायात व्यवसायी र यो उहाँको जो सवारी धनीहरू हुन्छ उहाँले एक्सेप्ट गर्नुभएको छ। तथापि पनि अझै कानुन र कार्यविधिको निर्माणको क्रममा छ र हामी यो सबै एक्टिभिटिज हामीले अगाडि बढाएको कारणले गर्दाखेरि अब त्यो कार्यविधिहरू पनि बन्दैछ। यो सकारात्मक कुरा हो। यो सकारात्मक कामको लागि लाग्नु हुने तपाईँ कम्युनिटी यातायात व्यवसायी सङ्घलाई म थ्याङ्क यू भन्न चाहन्छु, किनभने यो राम्रो काम हो। यो राम्रो कामको चाहिँ हामी सबैले मिलेर यसको जगेर्ना यसलाई चाहिँ सफलतामा पुर्याउनु पर्ने दायित्व सँगसँगै हुन्छ। अझ हामीले यातायात सेक्टरमा चाहिँ अब अनलाइन टिकटिङको कुराहरू गरिरहेका छौँ। क्यासलेस भयो भने बिचौलिया, अब बिचौलिया सुन्दैमा नराम्रो होड हो। कहिलेकाहीँ हामीले बिचौला समात्यौँ भनेर न्युजहरूमा दिन्छौँ, न्युजहरूले छापिदिन्छ, हामी बिचौलिया क्वेसन रेज पनि हुन्छ। तर विसङ्गति विसङ्गतिको दिन हो। यहाँहरूले विगतमा हाम्रो धेरै न्युजहरू हेर्नुभयो भने हामीले यसमा पर्याप्त काम गरेका छौँ। तर त्यो जेरो बनाउन चाहिँ हामी सबैको सक्रियता जरुरी छ। जेरो बनाउनेतर्फ उन्मुख हुनलाई म यहाँहरूको यो सामुदायिक सेवा केन्द्र पनि त्यो बस पार्क एरियामा गएर केही अवेरनेस कामहरू गरोस् भन्ने चाहिँ मेरो इच्छा यहाँलाई व्यक्त गर्न चाहन्छु। बस पार्क एरिया 77 जिल्लाकै केन्द्रबिन्दु, यो हामीले थाहा छ, प्रष्ट तथ्य पनि हो। यसर्थ त्यहाँको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन प्रहरीको साइडबाट हामीले काम गरिरहेका छौँ। अघि यो प्रहरी प्रवाह यो जुन अस्थायी प्रकृतिको छ यसलाई स्थायी गरिनु पर्यो भन्ने यहाँहरूको डिमान्ड छ। वास्तवमा बहुत जायज डिमान्ड हो, म त्यो समर्थन गर्छु। हाम्रो यो प्रहरीको यो चाहिँ डिमान्ड चाहिँ बढेको देख्दाखेरि हामी ज्यादै खुसी हुन्छ र हामी खुसी साथ हामीले आफ्नो योजनाहरू गृह मन्त्रालयमा पेश गर्छौँ। यो हाम्रो बसमा छैन, हाम्रो हातमा छ। करिब झन्डै 800 प्रहरी कार्यालयहरूको डिमान्ड छ, झन्डै 42,000 प्लस प्रहरीहरूको डिमान्ड छ। त्यो डिमान्डभित्र यो पनि पर्छ। यो हामीले फरवार्ड गरिसकेको विषयवस्तु हो। एउटा राम्रो पक्ष चाहिँ के छ भन्दाखेरि अस्ति पनि म एउटा कार्यक्रममा आएको थिएँ, यहीँको
चाहिँ माननीय जो चाहिँ एउटा परराष्ट्र मन्त्री हुनुहुन्छ, एउटा अहिलेको सरकारको प्रतिनिधित्वको यही एरियाबाट गर्नुहुन्छ। अब हामीले संयुक्त रूपमा एउटा लबिङ गऱ्यौँ भने, प्रयास गऱ्यौँ भने यो यहाँहरूले धेरै वर्ष अगाडिदेखि सोचिरहनु भएको यो अस्थायी खालको चाहिँ प्रहरीको युनिट स्थायी बन्न सक्छ, अपग्रेड पनि हुनसक्छ। म यसतर्फ यहाँहरूलाई नै म यो चाहिँ अनुरोध गर्न चाहन्छु कि यहाँहरूको म्याक्सिमम यसमा चाहिँ बहस सृजना होस्। यहाँले म्याक्सिमम यो कामको लागि प्रयास गर्नुहोस्। हाम्रो तर्फबाट हामीले पर्याप्त सबै काम गरेर हामीले मन्त्रालयमा पठाइसकेका छौँ। प्रोसेस कम्प्लिट भइसकेको छ, तर बन्ने कुरा र आउने कुराहरू सरकारको हातमा हुने भएको कारणले गर्दाखेरि यहाँ स्थानीय सरकारको सरकारी हुनुहुन्छ, मेयर साहब व्यस्तताका कारणले आउन पाउनु भएन। तर तपाईँ डिफ्रेन्ट चाहिँ संस्थाहरूको यहाँ चाहिँ अध्यक्षज्यूहरू हुनुहुन्छ, एउटा प्रोटोकलमा सबै यहाँ हुनुहुन्छ। म यो तपाईँको काम, यो मेरो काम, यो हामी दुईटैको काम, यो यसको सफलता प्राप्ति होस्, यो चाहिँ स्थायी प्रकृतिको बनोस्, यहाँहरूको पनि सशक्त भूमिका होस् भन्ने म अनुरोध गर्दछु। तथ्य पनि त्यही हो, मैले चाहने हो भने म धेरै ठाउँ गरिसक्छु, मैले सक्ने भने मैले धेरै ठाउँको डिमान्ड पुरा गर्न सक्छु। तर यसको प्रोसेस र यसको चाहिँ आउने प्रकृति मैले यहाँलाई भने र यसको उपाय पनि भने, यहाँहरू सशक्त रूपमा लागेको कुरा मैले सुन्न पाऊँ र यहाँ आएको कुराहरू चाहिँ अपग्रेड भएर आयो भने पुनः हामी बसेर फेरि हामी चाहिँ उत्सव मनाउँला, हामी फेरि यहाँहरूलाई थ्याङ्क यू भन्नुहोला, यहाँले चाहिँ कसैलाई थ्याङ्क यू भन्नुहोला। त्यो शुभकामना मैले यसै अवसरमा दिएँ। र अब मैले धेरै कुराहरू भन्नु छैन, लामो समय भइसकेको छ। पुनः मलाई बोलाइदिनु भयो, केही भन्ने अवसर पनि दिनुभयो र यो महत्त्वपूर्ण चाहिँ व्यक्तित्वहरूलाई सम्मान गर्ने अवसर पनि सृजना गर्नुभयो। म सबै यो प्रहरीलाई निस्वार्थ सेवा गर्ने, यो सामुदायिक सेवा केन्द्रलाई निस्वार्थ सेवा गर्ने सबै यो सम्मानित व्यक्तिहरू जो उपस्थित हुनुहुन्छ या अनुपस्थित हुनुहुन्छ, उहाँहरूलाई आभार व्यक्त गर्दछु। र यो सङ्ख्या चाहिँ आगामी दिनमा अझ बढ्दै जाओस्। यो दान दिने, यो संस्थालाई चाहिँ अगाडि बढाउने, संस्थाको हित सोच्ने र यो संस्था थ्रु चाहिँ शान्ति सुरक्षालाई अपग्रेड गर्ने एउटा चाहिँ सामुदायिक सेवा केन्द्रको जुन एउटा महान लक्ष्य हो, त्यो प्राप्तिमा चाहिँ अझ बढी बढोत्तरी होस्। सानातिना कुराहरू पनि, सानातिना समस्याहरू पनि सुन्न नपरोस् भन्ने शुभकामना दिन्छु। ठुल्ठुला कुराहरूमा त हाम्रो पुलिसले चाहिँ एक्टिभली काम गर्छ नै। अस्ति पनि यहाँले अघि भन्नुभएको त्यो किडन्यापिङको केस थियो यो एरियामा, त्यो चाहिँ फर्चुनेटली अनफर्चुनेटली यही बसपाको होटलमै थियो, हामीले होटलमै हस्तक्षेप गऱ्यौँ। अब यस लेसन लर्न चाहिँ के गर्नुपर्ने छ भन्दाखेरि होटलमा त्यस्तो व्यक्तिहरू छ भन्ने कुराहरूको चाहिँ अलिकति हामीले पनि त्यो सेक्टरमा अलिकति काम गर्नुपर्छ कि होटलको यहाँ अध्यक्षज्यू पनि हुनुहुन्छ यो सेक्टरमा। अब को व्यक्ति आए गए धेरै कुराहरू त गर्न नसकिएला, तर रेकर्ड किपिङ र अनि त्यसमा चाहिँ पुलिसको तर्फबाट, पुलिसको एङ्गलबाट पनि अलिकति थोरै हेरिदिनु भयो भने बदमास टाइपको को बसिरहेको छ कि या के छ भन्ने कुराहरूको सन्दर्भमा थोरै पनि अलिकति सचेत भइदियो भने अगाडि नै हामी चाहिँ यसमा काम गर्न सक्छौँ। हामीसँग फ्री 100 कल छँदैछ, फ्रीमा हामीले कल गर्न सक्छौँ, फ्रीमा सूचना दिन सक्छौँ। अब हामीले सूचना दिने चाहिँ सङ्ख्या चाहिँ बढाउनुपर्छ, सूचना दिने र यो सुरक्षाको बारेमा सोच्ने चाहिँ यो सङ्ख्या चाहिँ बढाउनु पर्ने हुन्छ। र प्रहरीहरूको हकमा चाहिँ अब यो जुन चाहिँ आज कार्यक्रम भयो, यो सेक्टरमा चाहिँ सुरक्षामा केही लगानीको पनि जरुरत हुन्छ। प्रहरी स्वयं एक्लैले
केही पनि गर्न सक्दैन भन्ने तथ्य चाहिँ हामी सबैलाई थाहा भएको कारणले त्यसलाई संस्थागत रूपमा बलियो बनाउनेतर्फ पनि नागरिक दायित्व हुन्छ, स्थानीय सरकारको दायित्व हुन्छ, नेपाल सरकारको दायित्व हुन्छ। त्योतर्फ पनि यहाँहरूले बहस योजना गर्ने, त्यसतर्फ पनि सोच्ने कुरा पक्का पनि यत्रो राम्रो चाहिँ प्रबुद्ध व्यक्तिहरू हुनुहुन्छ त्यसमा लाग्नुहुनेछ। किनभने सुरक्षा भयो भने मात्रै सबै थोक हुन्छ। हुन त हामी असुरक्षित छैनौँ, हामी आनन्दले यहाँ कार्यक्रम गरिरहेछौँ, बाहिर कतै केही छैन। हाम्रो स्कुलहरू चलिरहेका छन्, हाम्रा छोराछोरीहरू पढिरहेछन्, व्यवसाय सञ्चालन भइ नै रहेछ, सबै थोकमा राम्रै छ। त्यस्तो ठुल्ठुलो सेक्युरिटी इस्युजहरू त छैन। त्यही पनि सानातिना छन्। सानातिनाको हकमा यो सामुदायिक सेवा केन्द्र 58 सालदेखि एक्टिभ छ, यसको इतिहास लामो छ। अझ चाहिँ धेरै एक्टिभिटिजहरू बढोस् भन्ने कामना सहित यहाँहरू सबैलाई निमन्त्रणाको लागि थ्याङ्क यू भन्छु। जय हिन्द। धन्यवाद, विशेष धन्यवाद हाम्रा आजका प्रमुख अतिथिज्यूलाई। उहाँले हाम्रा जिज्ञासा लगाउने करिब कुरा गर्नुभएको। अब हामी कार्यक्रम सञ्चालक संस्थाका प्रथम उपाध्यक्ष लव प्रसाद ढुङ्गानाज्यू, जेएनजी प्रदर्शनबाट क्षतिग्रस्त यस सामुदायिक सेवा केन्द्रको पुनर्निर्माण कार्यमा सहयोग गर्ने दाताहरूको सहयोगको उच्च मूल्याङ्कन गर्दै 5000 भन्दा माथि नगद तथा जिन्सी सहयोग गर्ने दाताहरूको ताम्रपत्रमा अभिलेख राख्ने र उहाँहरूलाई सम्मान गरिएको आजका यस कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्री ईश्वर कार्कीज्यू, प्रहरी परिसर भद्रकालीका प्रमुख श्री दिलीप घिमिरेज्यू, टोखा नगरपालिकाका प्रमुख उपप्रमुखलाई बोलाएका थियौँ, उहाँ आउनु भएन, केही कार्यव्यस्तताले होला। डिएसपी साहब, इन्सपेक्टर साहब, वडा अध्यक्षज्यू, संस्थाका सल्लाहकार, बुद्धिजीवीहरू, मानव सदस्यहरू, संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यू, मिडियाकर्मी, यस संस्थामा आबद्ध आजीवन तथा साधारण सदस्यज्यूहरू, यस कार्यक्रममा उपस्थित महानुभावहरूमा नमस्कार, शुभ बिहानी। आजको यस सुखद क्षण सँगसँगै पुनः एकपटक जेएनजी प्रदर्शनलाई पनि हजुरहरू समक्ष स्मरण गराउन चाहन्छु। 2082 भाद्र 23 र 24 गतेको जेएनजी प्रदर्शनको प्रत्यक्ष असर हाम्रो सामुदायिकमा पनि पर्न गयो। उक्त प्रदर्शनमा यस भवनको गाह्रो र छानो बाहेक सबै सामानहरू पूर्ण रूपमा ध्वस्त भएका थिए। हाम्रो क्षेत्रमा पर्ने स्थानीय निकाय, विभिन्न सङ्घ संस्था, महिला समूह, लायन्स क्लब लगायत व्यक्तिगत सहयोगबाट हामीले पुनः पहिलेकै अवस्थामा सामुदायिकलाई फर्काउन सफल भएका छौँ। यो सँगसँगै प्रहरी प्रभाग नयाँ बस पार्क भवन पुनर्निर्माण कार्यमा पनि संयोजकको रूपमा काम गर्ने हामीले आफ्नो कर्तव्य र जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्यौँ। यस कार्यक्रममा आफ्नो व्यस्त समयको कार्यतालिकाबाट हामीलाई समय दिएर कार्यक्रम सफल बनाउनु हुने यहाँहरू सम्पूर्ण र कार्य समितिका पदाधिकारी, सदस्यज्यूहरू, कार्य सामुदायिक प्रहरी साथीहरूमा पनि हार्दिक धन्यवाद दिन चाहन्छु। साथै आजका कार्यक्रमका विशेष अतिथि जिल्ला प्रहरी परिसर भद्रकालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री दिलीप घिमिरेज्यू भद्रकाली प्रहरी कार्यालयमा भर्खरै मात्रै जिम्मेवारीमा आउनु भएको छ। सरको कार्यकालको सफलताको शुभकामना दिन चाहन्छु। साथै यस कार्यक्रममा नगद तथा जिन्सी सहयोग गरी सम्मानित हुनुभएका सम्पूर्ण सर, म्याम, साथै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद सिउटलाज्यूलाई, प्रहरी प्रभाग नयाँ बसपाराका प्रमुख श्री शङ्कर श्रेष्ठज्यू, यस संस्थाका आजीवन सदस्यहरू शैलेश कार्कीज्यू, सानुकाजी प्रजापतिज्यू र बाबुराम निपानेज्यूलाई पनि हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना दिन चाहन्छु। अन्त्यमा यस सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र गङ्गोबुको यही असार 1 गतेदेखि असार 32 गते मसान्तसम्म बिहान 7:30 बजेदेखि 9:30 बजेसम्मको समयमा सदस्यता नवीकरण खुलिरहेको छ। समयमा नवीकरण गरी दिनका निमित्त हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिज्यूले आफ्नो व्यस्त कार्यतालिकाबाट सामुदायिक सेवा केन्द्र, सामुदायिक परिसेवा केन्द्र गङ्गोबुलाई समय दिनुभएकोमा
भएकोमा मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट पनि हार्दिक आभार प्रकट गर्दछु र आगामी दिनहरूमा पनि हरेक सुख दुःखमा पक्कै पनि सँगसँगै रहनुहुनेछ भन्ने मिठो अपेक्षाका साथ उपस्थित सबैमा हार्दिक आभार प्रकट गर्दै अब हाम्रो कार्यक्रम सामूहिक फोटो सेसन र चियापानको कार्यक्रममा सरिक भइदिनु हुनलाई अनुरोध गर्दै आज यही कार्यक्रम यही समापन भएको घोषणा गर्दछु।